हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ म हाम्रै दमकमा रहेको द चिया घरमा आएको छु है। बाहिरबाट हेर्दाखेरि चाहिँ खासै ठुलो स्पेस छ जस्तो देखिँदैन, तर भित्र आएपछि चाहिँ स्पेस ठुलै छ। हजुरहरूले देख्न सक्नुहुनेछ भित्र चाहिँ यस्तो छ। अब हामी अझै भित्र जाँदाखेरि चाहिँ यस्तो छ है। मलाई चाहिँ एकदमै धेरै राम्रो लाग्यो। म चाहिँ फर्स्ट टाइम आएको हो है। अहिले चाहिँ एकदमै धेरै चिसो बढिरहेछ नि त, अनि के खाने भइरहेको हुन्छ कि तातो 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 तातो। त्यही भएर आज चाहिँ म फाइनल्ली मड्का चिया खान आएको हो है। मलाई चाहिँ राम्रै लाग्यो ठाउँ पनि, अनि हाम्रो फाइनल्ली मड्का चिया पनि आइपुग्यो, हजुरहरूले देख्न सक्नुहुनेछ। अनि हामीले चाहिँ चिकन चटपटी पनि मगाएको थियौँ है। चिकन चटपटी पनि मिठै थियो है, हेर्दाखेरि पनि कस्तो खाउँ खाउँ लाग्ने है, कस्तो हेर्दै के। अनि मैले चाहिँ फर्स्टमा मड्का चिया खाएर ट्राई गरेँ। मड्का चिया पनि मलाई एकदमै धेरै मिठो लाग्यो। अनि चिकन चटपटी चाहिँ मैले कहिले पनि खाएको थिइनँ कि, फर्स्ट टाइम हो चिकन चटपटी पनि खाएर ट्राई गरेको। चिकन चटपटी पनि मलाई ठिकै लाग्यो, तर स्पेसल्ली मलाई चाहिँ मड्का चिया चाहिँ धेरै मिठो लाग्यो है। यदि हजुरहरू पनि दमक नजिकै हुनुहुन्छ भने एकचोटि गएर ट्राई गर्नु होला। मलाई चाहिँ एकदमै धेरै मिठो लाग्यो मड्का चिया। थ्याङ्क यू।